फ्रेन्ड्स, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भिडियोमा चाहिँ हामी जिम जाँदैछौँ। जिम चाहिँ टाइम पासको लागि गएको होइन, आफ्नो ख्यालको लागि गएको हो। त्यही भएर जाँदैछौँ। हिँड्दै हिँड्दै गइदिएको आजको दिन चाहिँ आधी बाटोमा पुगेछौँ। घाम लागिरहेछ आज पनि। पानी पर्ला पर्ला जस्तो चाहिँ हुन्छ, पानी नै पर्दैन। अहिले चाहिँ हामी स्कुलमा पुगेको छौँ। स्कुलनेरि यो देख्नुहुन्छ भूपू सैनिक अङ्ग्रेजी विद्यालय टक्रक्कै यहाँनिर पुगेको छौँ। यहाँदेखि अब यलम्बर चोक पुग्छ। यलम्बर चोकदेखि फेरि मरङ हस्पिटलदेखि सर्टकट हानेर टक्रक्कै जिम पुगिन्छ। त्यहाँदेखि देखिन सक्नुहुन्छ, यहाँ चाहिँ जिम गर्ने मान्छेहरू पनि यस्तो हुन्छ। यस्तो हुन्छ बडी बिल्डर। देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यलम्बर चोकमा पुगेको छौँ। देख्न सक्नुहुन्छ यो गाडीहरू यहीँ जम भएछ। फेरि देखाउनु पऱ्यो भनेको यहाँ फिफा वर्ल्ड कपको राति पर्दामा देखाउँछ। यहाँ हेर्न सक्नु आउनुहुन्छ तपाईँहरू। अहिले चाहिँ हामी मरङ हस्पिटल छेउमा आइपुगिसक्यौँ। यहाँदेखि हाम्रो जिम धेरै टाढो छैन, छेउमै छ। यहाँदेखि यो हो मरङ हस्पिटल। तपाईँको खुट्टाहरू पनि भाँच्यो भने आउनु सक्नुहुन्छ इलाज गराउनु। लाप्पा खेलेर हुन्छ कि झगडा खेलेर हुन्छ कि जेसुकै गरेर हुन्छ। यहाँ चाहिँ हाम्रो मौसीको फ्रेन्डहरू पनि धेरै रहेछ क्या। जहाँ हेर त्यहाँ अर्जेन्टिना होटेलतिर होस् कि जहाँ त्यतिखेर होस्। यसलाई चाहिँ भनिन्छ के अरे लुङताक भन्छ क्या यसलाई चाहिँ। यो हाम्रो जिम चाहिँ बाहिरबाट यस्तो देखिन्छ। डाम्फर आउँदैछ। यहाँदेखि चाहिँ माथि चढेर जानुपर्छ है। गाडीहरू पनि छिटो छिटो जाँदैन पनि, फेरि के ढिलो गरिबस्छ यार। त्यो कार्डले खोल्ने हो क्या। ओ ग्रिनमा दबाउने हो क्या। सबैभन्दा पहिला चाहिँ कार्ड गर्नुपर्छ है गाइस। सेरो ल हानेको आज। ओ भाइ चेस्टको हान्दैछ अरे आज चाहिँ। कति किलोको त्यो पनि 2.5। आज सोल्डर डे हो, सोल्डर डे। उता पछाडि हेर्नुको चेस्ट।
बेलुकी जिम गरिसकेर अब घर वापस जाँदैछौँ ट्याक्क खोलेर यति कफीमा राख्नुपर्छ यहाँ चाहिँ यहाँ बोडीगार्ड छ यसले पोख्छ है गाइस मेरो भ्लग चाहिँ यहीँ सकिन चाहँदैछ आजको भ्लग चाहिँ सो हामी अहिले आफ्नो रुम पुग्न आँटिसक्यौँ त्यही भएर मेरो भ्लग चाहिँ आज यहीँ सकिँदैछ है अल्लाह है मेरो भिडियो राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनु नयाँ छ भने मेरो च्यानलमा राम्रो नलागे पनि लाइक गरिदिएर सब्सक्राइब गरिदिनु है कमेन्ट पनि गरिदिनु एउटा दुईटा